हेलो हेलो साथीभाइ दिदीबहिनी सबैजना सन्चै हुनुहुन्छ? नमस्ते छ, गुड मर्निङ छ सबैजनालाई। र मेरो यो ट्राभल मिनी ब्लगमा स्वागत छ। हजुरहरू पक्कै पनि मन पराइदिनुहुनेछ, लाइक गरिदिनुहुनेछ, सेयर गरिदिनुहुनेछ र आफ्नो प्रतिक्रिया पनि छोडिदिनुहुनेछ भन्ने आशाको साथमा मेरो यो ब्लग सुरुवात गर्न चाहन्छु। म चाहिँ अहिले बिहानीको समयमा कामको लागि जाने क्रममा चाहिँ अहिले म युकी स्टेसनमा छु र तपाईँहरू देख्न सक्नुहुन्छ बिहानीको सुनौलो घामको किरण अनि घमाइलो दिन मौसम जो चाहिँ एकदमै खुल्ला छ, मजाले देखिरहेको छ घाम। सो हजुरहरू पक्कै पनि सबैजना आफ्नो आफ्नो व्यस्तताको बावजुद स्वस्थ रही खुसी साथ बस्नु भई आफ्नो कार्य क्षेत्रतर्फ बढ्दै हुनुहुन्छ होला। सबैजना स्वस्थ रहनुहोस्, तन्दुरुस्त रहनुहोस् भन्दै मेरो पनि यात्रा यसरी नै हरेक दिन बिहान हुने गर्दछ। म चाहिँ अहिले ट्रेन आउने टाइम हुन लागेकोले चाहिँ अब स्टेसन तर्फ बढ्दैछु। यो तपाईँहरू देख्न सक्नुहुन्छ युकी स्टेसन, जो चाहिँ हरेक दिन म चाहिँ ट्राभल गर्ने एउटा स्टेसन। करिब यही स्टेसनबाट 6 वर्ष जस्तो भइसक्यो र यसै मार्फत जापानको मेरो कार्य क्षेत्रतर्फ जाने एउटा स्टेसन भन्नुपर्छ। र हजुरहरू देखिरहनु भएको छ मौसम एकदम घमाइलो छ, घाम लागिरहेको छ, एकदमै उज्यालो छ दिन। र अहिले अब ट्रेन लगभग चाहिँ आउने क्रम भइरहेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ ओयामा स्टेसनबाट चाहिँ आएको ट्रेन हो। यहाँबाट अब युकी स्टेसनबाट पार हुँदै हिटाचीतर्फ जाने ट्रेन हो, जुन चाहिँ मितो लाइनको ट्रेन हो। यो हरेक समय हरेक दिन मेरो चाहिँ दैनिकी यसै ट्रेन मार्फत चाहिँ हुने गर्दछ र आशा छ हजुरहरू पनि यसरी नै आफ्नो दैनिकी चाहिँ यसरी नै ट्रेन मार्फत हिँडिरहनु भएको छ होला। सुरक्षित साथ हिँड्नुहोला, सतर्क साथ हिँड्नुहोला, किनभने समय मौसम सधैँ एकनासको हुँदैन। जति समयहरू परिवर्तन हुँदै जान्छ, मान्छेमा पनि एक किसिमको परिवर्तनहरू पनि आउने गर्दछ। सो हजुरहरू पनि सेफ रहनुहोला। कतिपय घटनाहरू ट्रेन स्टेसनमा नै हुने गर्दछ, गरिरहेको घटनाहरू सुन्नमा आइरहेको छ। हजुरहरूलाई थाहा पनि छ पक्कै पनि। सो थाहा नहुनेलाई पनि थाहा होस् भनेर चाहिँ मैले यो जानकारी गराउन चाहेको हो। हजुरहरू अब मेरो यो ब्लग्सलाई हेरिदिएर मन पराइदिएर प्रतिक्रिया दिनुहुनेछ र म जाने ट्रेन चाहिँ पर देख्दै हुनुहुन्छ आइरहेको छ, जुन चाहिँ यो चाहिँ मितो लाइनको ट्रेन हो। यो चाहिँ हिटाची लाइनतर्फ जाने ट्रेन हो र यसै ट्रेन मार्फत चाहिँ म सधैँ नै ट्राभल गर्ने गर्दछु र बिहानीको समयमा मेरो यसै ट्रेन मार्फत चाहिँ करिब 9 मिनटको ट्राभल गरिसकेपछि चाहिँ ओयामा भन्ने स्टेसनमा पुग्छु र त्यहाँबाट पनि मैले अर्को चेन्ज गर्नुपर्ने हुन्छ, अर्को ट्रेनमा जानुपर्ने हुन्छ, किनकि ओयामा चाहिँ एउटा सब स्टेसन जस्तो नै हो। त्यहाँबाट चाहिँ हामीले नरिखाई यानि कि चेन्ज नगरिकन चाहिँ अर्को ट्रेनमा जान चाहिँ सकिन्न। सो भएर चाहिँ हामीले चाहिँ जोसुकैले पनि चाहिँ त्यहाँबाट चाहिँ चेन्ज गर्नै पर्ने हुन्छ यताबाट जाने चाहिँ मान्छेहरूले चाहिँ। र हजुरहरू म चाहिँ अहिले ट्रेनमा बसिरहेको छु। अब मेरो यात्रा अगाडि बढ्दैछ ओयामातर्फ र यो चाहिँ अहिले भइरहेको चाहिँ युकी स्टेसन हो, जुन चाहिँ एउटा सानो स्टेसन नै भन्नुपर्छ, फुच्चु लाइन अथवा लोकल लाइन भन्छ, जुन चाहिँ एउटा टाइम लगभग 1 घन्टा डे टाइममा र बिहान र बेलुकाको टाइममा आधी घन्टाको फरकमा आउने जाने गर्दछ। सो हजुरहरू म चाहिँ अब आफ्नो यात्रा
तर्फ बढ्दैछु र लगभग यो यात्रा 9 मिनेटको रहनेछ, जुन चाहिँ यो यात्रा तय गरेपछि चाहिँ त्यहाँबाट पनि मैले जिआर उच्च न्यायालय लाइनको ट्रेन चाहिँ चढ्नुपर्ने हुन्छ, जुन चाहिँ टोकियोतर्फ जाने ट्रेन हो। त्यो ट्रेन मार्फत चाहिँ लगभग त्यहाँबाट पनि चेन्ज गरेर जानुपर्ने अवस्था हुन्छ। त्यहाँ नपुगिकन अन्त जानलाई चाहिँ मिल्दैन, किनभने त्यो एउटा सब स्टेसन हो र म अहिले गइरहेको चाहिँ लोकल लाइनको ट्रेन हो, जुन चाहिँ एउटा लोकल एरियाबाट चाहिँ ट्राभल हुने ट्रेन भएको हुनाले चाहिँ यो ट्रेन चाहिँ त्यहाँसम्म मात्रै ओयामसम्म मात्रै जाने गर्दछ। त्यसको लास्ट पोइन्ट भनेको चाहिँ उताबाट आएको ट्रेन चाहिँ त्यही ओयामसम्म मात्रै हो, त्यहाँबाट फेरि ब्याक भएर जान्छ। र अहिले म चाहिँ ओयामातर्फ बढ्दैछु। बिचमा एउटा ओताबासी स्टेसन पर्दछ, जुन ओताबासी ट्रेन कटेपछि चाहिँ अब म ओयामातर्फ बढेँ। अब ओयामा लगभग नजिकै आइपुग्न लागि। तपाईँहरू देख्नु सक्नुहुन्छ यहाँ फाँटहरू, जो यहाँ चाहिँ एकदम मजाको धान बालीहरू बेला बेलामा मौसम अनुसारको देख्न पाइन्छ। र अहिले म चाहिँ ओयामा आइपुगेँ। ओयामा जाँदाखेरि बाटोबाट देखिने कम्पनीहरू, जुन चाहिँ एल्युमिनियम कम्पनी हो, जो अहिले साइडमा देखिरहनु भएको छ, भिडियोमा देखिरहनु भएको छ। यो चाहिँ एल्युमिनियम कम्पनीको एउटा लामो ठुलो एउटा कम्पनी हब नै हो। यो चाहिँ ठुलो एल्युमिनियम कम्पनी हो। लगभग अब नजिकै पुगिसकेको छ र यहाँबाट अब हिँडिसकेपछि लोकल अब स्टेसन कम्प्लिट हुन्छ। यो चाहिँ देख्न सक्नुहुन्छ अगाडि। म चाहिँ अहिले अब ओयामा स्टेसनमा आइपुगेको छु। र यहाँबाट चाहिँ अब फेरि पनि चेन्ज गर्नुपर्ने हुन्छ। चेन्ज गरेर अर्को स्टेसन को लागि चाहिँ फेरि चेन्ज गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब म चाहिँ चेन्ज गरेँ, म अर्को ट्रेन चढ्नको लागि। जुन अघि म चढेको ट्रेन, जुन चढेर आएको ट्रेन चाहिँ हजुर देख्नुहुन्छ देखिरहनु भएको भिडियोमा देखिरहनु भएको यो ट्रेन हो। यो चाहिँ यहीँसम्मको लागि मात्रै यो ट्रेन अब केही समयपछि फेरि अघिकै बाटोतर्फै फर्किनेछ। र म चाहिँ भने अब अर्को ट्रेन वेट गरेर अर्को ट्रेनमा चाहिँ जानुपर्ने हुन्छ। र अब ट्रेन आइरहेको तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ जिआर उच्चनोमिया लाइनबाट आएको ट्रेन, जुन चाहिँ टोकियो तर्फ जाने ट्रेन हो। धेरै लामो छ यो चाहिँ ट्रेन। फुचु लाइन, जुन लोकल लाइनबाट आएको जुन अहिलेको ट्रेन भन्दा चाहिँ डबल नै छ भनौँ न, दुईवटा इन्जिन जोडिएको। सो हजुरहरू अब चाहिँ म लगभग अर्को ट्रेनमा अब चढिसकेर अब बाटोतर्फ बढ्दैछु। यो पनि करिब 4-5वटा स्टेसन पार गरिसकेपछि यसरी चाहिँ अर्को स्टेसनमा चाहिँ पुगिन्छ, जुन चाहिँ यो ट्रेन स्टेसन चाहिँ कुकी स्टेसन हो। जुन सेकेन्ड स्टेसन जुन चेन्ज गर्नुपर्ने हुन्छ मैले, त्यो सेकेन्ड स्टेसन हो। यहाँबाट अब चेन्ज गरेर अब चाहिँ तातेबयासी भन्छ। यो चाहिँ तपाईँहरूले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। फर तातेबयासी आशिकागा भनेर ओता भनेर। र यो चाहिँ आशिकागा साइडपट्टि जाने, तातेबयासीपट्टि जाने ट्रेनमा झुक्किन्छु। ओताबासी र तातेबयासी, यो हामी बसेको ठाउँको एउटा स्टेसन चाहिँ ओताबासी छ, म चाहिँ उस्तो चाहिँ लाग्छ नि। यो चाहिँ अब तातेबयासीतर्फ जाने ट्रेन आएको छ। यो पनि फुचु लाइनै हो। अघि म चढेको सेकेन्ड ट्रेन चाहिँ एउटा प्राय डाइरेक्ट लाइनको ट्रेन हो। र नाउ म चाहिँ अब तातेबयासीतर्फ जाने ट्रेनमा
बसिसकेको छु।